Bikin jendela dulu supaya ada rencana bisa berjalan dulu. हजुरहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको हाम्रो यो ब्लग चाहिँ एकदम विभिन्न किसिमको हुनेछ। हामी चाहिँ आज खोलातिर भन्दा पनि एउटा रमणीय गाउँतिरको दृश्य अवलोकन गर्न भनेर निस्किने कुरा छ। हेरौँ के कसो हुन्छ। समय लिएर मौसमले अनुकूल दियो भने पक्कै पनि जानेछौँ। हजुरहरुलाई बाटोमा अपडेट दिने नै छौँ। हेर्दै गर्नु होला के कस्तो हुन्छ। अब भन्ने भएन, बाँकी सबै भिडियोबाट नै है गाइस। ल बाई। गाइस आज चाहिँ हामी यो पाल्पा भन्ने ठाउँतिर जान लागिरहेका छौँ। बाटो एकदम अफरोड रहेको छ। हामी चाहिँ यो साइडमा पुरा तिनवटाका पाराले अगाडि बढिरहेका छौँ। बाटो एकदम बवाल छ। गरम गाह्रो छ। अब हामी चाहिँ अगाडि बढ्ने क्रममा छौँ। अब त्यहाँ माथि गाउँमा जान्छ, त्यसपछि त्यहाँ मुही खान्छ। गाउँमा गएर हेर्न सक्नुहुन्छ, मैले देखाउने छु हजुरले। पुरै बाटोको दृश्य एकदम बवाल छ। ओ हेर्नु त यो बाटो वाह होइन त गाइस। यस्तो उकालो, पुरै उकालो ठाडो उकालो। हेर्न सक्नुहुन्छ, मूल्याङ्कन गर्न सक्नुहुन्छ हजुरहरूले हामी कहाँ आइरहेका छौँ भन्ने कुरो। हजुरहरूले हामीले यस्तो रमणीय दृश्यहरू एकदम देखाउने जमर्को गरिरहेका छौँ, कोसिस गर्दैछौँ। हजुरहरूले पनि हामीले यस्तै साथ र सपोर्ट गरिदिनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ। हामी चाहिँ अहिले पाल्पातिर जाँदैछौँ। बाटो एकदम दर्दनाक छ। ल है त गाइजहरू, हामीहरूले चाहिँ हजुरहरूलाई वही पुगेर देखाउनेछौँ। यो बाटोमा दुर्घटना हुनसक्छ। त्यो भए हुनाले हजुरहरूलाई अपडेट मैले दिइराख्ने छु है त। ल गाइज, हामी चाहिँ अहिले पाल्पाको यो जङ्गली ठाउँ भन्ने ठाउँमा आएका छौँ। एकदम यहाँको दृश्य मनमोहक छ। अब तल तराईमा गर्मी छ भने यहाँ अब त्यस्तो गर्मी छैन ज्यादै। एकदम ठिक छ। अलि कम छ, त्यति धेरै कम त नभनौँ, पहाड जस्तो छ। 15 मिनटको समयमा हामी चाहिँ तराई गर्मीबाट पहाडी ठिक्कको मौसममा प्रवेश गरिसकेका छौँ। हेर्न सक्नुहुन्छ, बुटोलबाट यति नजिकै पनि यस्तो ठाउँ रहेछ भन्ने कुरा हामीले थाहा पाउन सकिन्छ। अझै हामी त माथि जान छ थोरै। अझै माथि गएपछि त हजुरहरूलाई रमणीय दृश्यहरू देखाउने नै छौँ। तर पनि यहाँ बाटोमा यसो देखाउँछु भनेर यस जमर्को गरिरहेको बेलामा हजुरहरूलाई केही यहाँको दृश्य देखाइरहेको छु। हेर्न सक्नुहुन्छ वरिपरि। हेर्नुहोस् त यो पहाड जस्तो देखिएको छैन र। हामी चाहिँ यो बाइकमा आइरहेका छौँ। एकदम पुरै घना जङ्गल, हराभरा खोला छ। एकदम यहाँ माथि चाहिँ गाउँ छ जस्तो लाग्छ हामीलाई, किन भन्दाखेरि यो पोलमा तार गइरहेको छ। एकदम यस मजाको दृश्य हजुरहरूले माथि गएर देखाउँछु है त। फेरि धेरै लामो हुनसक्छ ब्लग्स, हजुरहरूलाई पनि हेर्न झेउ लाग्ला। ल है त गाइस, बाटोको दृश्य हेर्न सक्नुहुन्छ। एकदम खतरनाक छ। बाइकले पनि धौधौ मानिरहेको छ यो बाटोमा। एकदम बाटो चाहिँ उकालो एकदम मजाको छ। यहाँ चाहिँ पुरा मकैको उत्पादन भइरहेको छ। एकदम जङ्गल छ, यतातिर खोलो छ। ल है त म देखाउने छु हजुरहरूलाई। अहिले चाहिँ हामी अब कसरी बताऊँ हजुरहरूलाई, पाल्पाको सङ्गम नजिकै एकदम नजिकै आएका छौँ। दृश्य मजाको छ। यहाँको बासिन्दाहरूले के भन्नुहुन्छ भन्दाखेरि हाम्रो लाइन गएको 6 गतेबाट बल्ल आज आऊ के भन्दै हुनुहुन्छ। तर त्यतिखेरसम्म पनि उहाँहरूले राति यहाँ पङ्खा नचलाइकन बस्न सक्ने क्षमता त्यत्तिकै राख्नु भएको छैन। भन्न खोजेको यतातिर त्यति तल जस्तो गर्मी रहेनछ। एकदम मजाको दृश्य छ। हजुरलाई भन्दाखेरि यहाँको मैले घरहरू पनि देखाउने छु।
हल्का फुल्का। तर अहिले चाहिँ हामी धेरै त्यस्तरी घुमेन, यसो अलि अवलोकन गर्न आएको कस्तो छ भनेर। तर पनि जे होस् धेरै चाहिँ कुराहरू सिक्न पाइयो, देख्न पाइयो। हजुरहरूलाई देखाउने छु है त घरहरू कस्ता छन्। हेर्न सक्नुहुन्छ यो यस्तो रहेको छ घर। माथि चाहिँ एकदम दृश्य अब देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम मूलको पानी, त्यहाँ मिल। ल अब तपाईँले अवलोकन गर्नुहोस् आफै कहाँ छौँ भनेर। अब मिल कस्तो छ यहाँको हेर्नुहोस् है त। सर्पहरू हुनसक्छन्, फेरि डराउन पनि पर्यो होइन। अब यो पाइप भयो, यो पानीबाट चल्ने यो मिल। हाम्रो जुन गाउँमा थियो नि मिल, त्यसै ठ्याक्कै त्यस्तै मिली। के पनि किलो सर्कै रहेछ, एकदम मजाको। एकदम हेर्न सक्नुहुन्छ है, यो चाहिँ अर्कै मिल, ठ्याक्कै त्यस्तै सेम, केही फरकै छैन। ट्याक्कै यहाँ चाहिँ यस्तो मिल रहेछ। अब आई थिङ्क यो धान कुट्नको लागि होला मिल रहेछ क्या। घट्टे भन्दा पनि त तेलबाट चल्ने कि। हाम्रो पाहाडमा यस्तै थियो कि। उता चाहिँ उहाँ अब त गाई गोरु के छन् त्यहाँ। यहाँ चाहिँ यस्तो यो रहेको छ। त यहाँ पनि ठ्याक्कै तलतिर यहाँ खोलो छ क्या मूलको। अब त्यही भनौँ हामी चाहिँ अहिले टिनमुनि छौँ। यहाँको एकदम दृश्य मजाको छ। यहाँ एउटा घर छ है, म चाहिँ यहाँ छु। यहाँ चाहिँ लगभग 5-6 घर छ भन्नुभएको छ। यहाँभन्दा माथि जाने पनि अझै घर छन् अरे। त्यहाँ चाहिँ अब हामी पछि जान्छौँ, किन भन्दाखेरि आज अलि समयको कारणले र हाम्रो अब धेरै विविध समस्याहरूले जान पाएनौँ। पानी पनि पर्ला जस्तो छ, त्यही भएर हामी जान कोसिस गरेनौँ। अब धेरै रिस्क पनि नलियो भनेर त्यही हो है त गाइस। अब विभिन्न कुराहरू मैले देखाउने छु हजुरहरूलाई। ल म यहाँ बाँदर हेर्न थर्कु आएको छु। ट्याक्कै यहाँ गुलिल लिएर बसिरहेको छु। यहाँ चाहिँ वरिपरि अब जङ्गल छ के अरे, मजाको दृश्य। कुरै नगरौँ अब भनेर साध्यै छनला छ। अहिले चाहिँ मैले भनेन त्यति खासै। जे होस् मजाको दृश्य छ। अब यहाँ ल 6-7 घर मैले भनिसकेको छु हजुरहरूलाई। जे होस् अलि पसिना त आउने नै भयो। अब माथि उकालोमा चढ्दाखेरि बाटो एकदम खत्तम छ। बाटो चाहिँ एकदम खत्तम छ। अरू चाहिँ मैले भन्दैन। अलि बिजुलीको पनि ठिकै छ, तर वाइफाईको अलि सुविधा रहन्छ। हाम्रो पाहाडतिर चाहिँ छ अर्हाजी, यहाँ चाहिँ अलि आएर हिँड्छ। त्यो चाहिँ हुनुपर्ने हो यहाँ। त्यहाँबाट अर्को कुरा लाइन पनि खासै प्रशस्त मात्रामा नआउने, यो चाहिँ भएन। अलि गाली गर्नुपर्ने कला हो। त्यो चाहिँ अब सम्बन्धित व्यक्तिले जानुन् आफै। अब भन्न त हामीले अब सम्झाएर कामै छैन। ठुल्ठुला अब जनशक्तिहरूले भन्दा त अब नटेर्ने मान्छेहरूले अब हामीले भनेर त के टेर्लान्। तर पनि यसो यो चाहिँ हुन पर्यो। बिचरा जनताले दुःख पायो नि त, त्यस्तो नगर्नुपर्ने हो। अब त्यही हो। अरू त जे होस् ठिकै छ, मेरो भन्नु केही छैन। हामी चाहिँ अब यहाँबाट लाग्छौँ। धेरै ढिला नगरौँ, फेरि तल पुग्न गाह्रो हुन्छ। अब अब जाँदाखेरि फेरि पानी पऱ्यो भने अब केही भयो भने समस्या हामीलाई जो बाटो एकदम खराब छ। अब जाँदैसम्म पुरै पिच बाटो भएको भए सजिलो हुन्थ्यो होला। त्यही भएर अब हामी चाहिँ यहाँबाट लाग्छौँ है त लगाइछ। अहिले चाहिँ म यहाँ खोलामा आएको छु। यो चाहिँ रूपन्देही जिल्लामै पर्छ, तामार भन्ने ठाउँमा। एकदम खोलो चाहिँ रहेछ। जोस् मजाले एकदम डुब्छु भने त सुतेर डुब्छु भने त मजाले मिल्दो रहेछ। जे ठिक छ। तर एक दिन आएर मजाले आनन्दले नआएर सुत्छु आनन्दले दिनभरि गरिम भयो भनेर आउनु मिल्यो कि त्यस्तो मजाले एकदम। जे स्विमिङ खेल्न नसके पनि स्विमिङको आवाज मेटाउने छ यसले। देखाउँछु मैले कस्तो छ भन्ने कुरो। फेरि यहाँ पुरै भिज्ला। यसलाई खाल्डो बनाउनको लागि हेर्न सक्नुहुन्छ। यसलाई खाल्डो बनाउनको लागि यहाँ हेर्न, ल यसलाई खाल्डो बनाउनु लाग्छ। ल त गाइस, त्यहाँ अब हामी चाहिँ अहिले यो खोलाको माथि आएका छौँ। माथितिर लगभग तल त्यो बाटोको खोला भन्दा लगभग 1 किलोमिटर माथि धौ भइरहेको छ। थकान महसुस भइरहेको छ। वरिपरि घना जङ्गल, पानी पनि बवाल देखिएको छ अलिअलि। जस पौडी हाल्न मजाले मिल्ने काइदाको तामनगरबाट लगभग 2 किलोमिटर उत्तर ठाउँ बवाल। माछा पनि खतरा छन् एकदम। आउनु भयो भने रिग्रेट हुन्न। तर धेरै मान्छे आउनु हुन्न। धेरै मान्छे आउने भने धेरै चाप हुन्छ खोलालाई पनि। ठिक्क लगभग 4-5 जना आउने हो भने मजाको छ एकदम बवाल छ। हामी माथि आएका छौँ। कस्तो ठाउँ रहेछ के रहेछ भनेर
हेर्न आएका छौँ, हजुरहरूलाई पनि देखाउन पाएका छौँ। यो अविस्मरणीय पल कहिले नभुल्ला हजुरहरूलाई देखाउने यो अवसर पाउँदाखेरि मलाई पनि एकदमै खुसीको अनुभूति भएको छ। थोरै देखाउने छु मैले यहाँको दृश्य है त, ल हेर्न सक्नुहुन्छ। यो ट्याक्क चाहिँ यो वहाँ त्यहाँ कुण्डो छ ती ट्याक्क यहाँ देख्दाखेरि मात्र अलि थोरै गहिरो छैन कि जस्तो लाग्छ, तर चाहिँ यो गहिरो छ है। मैले खुट्टो राखेर तपाईँलाई देखाउँदै फेरि यो सुरुवाल भिज्छ कि भन्ने डर, माथि सार्न अलि झेउ लागिरहेको छ मलाई। अब चाहिँ यो एकचोटि हामी चाहिँ यहाँ पौडी खेल्न आउँछौँ, अब ल्याङल्याङ गर्दैनौँ। तर चाहिँ हजुरहरूलाई ती भन्छु चाहिँ मैले घोडाभन्दा तल पानी छैन, यो लेखेर दिन्छु। अझ यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ बबाली, यहाँ चाहिँ अलि गहिरो छ है, साप्रसम्म आउँछ मेरो। लगभग म 6 फुटको छु, 6 फुट मान्छेको साप्रसम्म आउँछु। माछा पनि छन् उस्तै ठिकै ठिकैका। ल है त गाइस, अब चाहिँ यति। अब चाहिँ फर्किँदाखेरि मैले बनाउँछु थोरै तल गएर एउटा क्लिप बनाउँला, धेरै बनाएँ। त्यसपछि हामी यो ब्लग चाहिँ एन्ड गर्छु मैले है त। ल गाइस, राम्रो बस्नु होला। तपाईँ वास्तवमा भन्ने नि मेरो मोबाइल भर्खरै डुब्यो। अब भिडियो गराएर डुबाएको भए त तपाईँलाई थाहा हुन्थ्यो। अब त्यो विश्वास मैले कसरी दिलाम, एकचोटि डुबिसक्यो। अब त्यसरी मैले डुबाउनु चाहन्न, तर चाहिँ डुबेको पनि साक्षात् यहाँ हुनुहुन्छ हाम्रो डिउजी, उहाँले भनिदिनुहुन्छ हो किन। मोबाइल र कभर एकैचोटि डुबेको हेर्नुहोस्। पहिला मोबाइल समात्नु हुँदा पहिला कभर समात्यो यसले। किन कसैलाई सोध्नुहोस् है गाइस। त्यतिसम्मको विश्वास छ मुयालाई, तर यसले धोका नदिए हुन्छ। धोका दियो भने फेरि एकदम मलाई बर्बाद हुन्छ। त्यो टुकटुक मोबाइल चलाएर हिँड्ने म के अरे समय पनि आउन सक्छ, त्यस्तो नहोस्। तर पनि जे होस् मोबाइल डुब्यो, लगभग धेरै नभए 10 सेकेन्डको लागि डुब्यो। अब यहीँ खोलामा डुबेको ठ्याक्कै उता चाहिँ डुबेपछिको यो भिडियो कति फरक छ अब तपाईँले आफै जान्नुहोस्। मैले पनि मूल्याङ्कन गर्नेछु पछि, तर चाहिँ डुबेको हो पक्का है त गाइस। ल अब यो चाहिँ एउटा क्लिप थपियो है, ल गाइस। ल है त गाइस। त्यहाँबाट तामनगर चोकमा आयो, त्यसपछि तामनगर चोकमा आएर चटपटेर चाट खायौँ। अब चाहिँ हामी नास्ता गरिसकेका छौँ, अब घरतिर लाग्छौँ होला। आजको चाहिँ यही भयो, भोलि चाहिँ अब के गर्छौँ, अब भोलिको अपडेट आउने नै छ। आजको लागि चाहिँ मैले भ्लग यही इन्ड गर्छु, घर गएर फेरि बोल्न सक्छु। त्यो भएको हुनाले राम्रो बस्नु होला है त गाइस। ल बाई बाई।